हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आज श्रावणको दोस्रो सोमबार। आज पनि हजुरलाई म एउटा शिव मन्दिरको दर्शन गराउने छु है त। यो मन्दिर चाहिँ भक्तपुरको सुवर्णेश्वर महादेव स्थान हो। आज हामी दुईजना छौँ। आज एक्चुअली हाम्रो व्रत नै हो। सो हामी लगभग 11 बजेतिर यो मन्दिरमा पुग्यौँ होला। हेर्नुहोस् है त, हामी भर्याङ उक्लिँदैछौँ। मन्दिर जाने भन्ने बित्तिकै मनमा एउटा छुट्टै आनन्द आउने रहेछ क्या। श्रावण महिना भएको हुनाले मन्दिर अलिकति चहल पहल नै थियो, तर खासै धेरै भिड त थिएन। बिहानको समयमा चाहिँ थोरै भिड थियो भन्ने सुनेको थिएँ। सो हामी एकैछिन लाइन बस्यौँ अनि हाम्रो पालो आयो र मन्दिरभित्र बाहिर पूजाआजा गऱ्यौँ, दर्शन गऱ्यौँ र मन्दिर परिसरमा एकछिन घुम्यौँ। केही वर्ष अगाडिमा आउँदा मन्दिर वरिपरि यति धेरै परिवर्तन भएको देखेको थिएन। अहिले चाहिँ मैले धेरै चेन्ज पाएँ। यो मन्दिर चाहिँ कटुन्जीको हाइटमा भएको हुनाले यहाँबाट भक्तपुर सिटीको भ्यू एकदम राम्रो देखिन्छ, एकदम मजाले देखिन्छ। सो आनन्द आउँछ यो ठाउँमा गइसकेपछि। स्पेसली मेरो चाहिँ चाइल्डहुड मेमोरिजहरू एकदम ताजा भइरहेको थियो। हामी सानो सानो बेलामा आउँथ्यौँ, घरबाट साथीहरू मिलेर यहाँ घुम्ने गर्थ्यौँ, रमाइलो हुन्थ्यो। र यसरी चाहिँ हाम्रो आजको दिन बित्यो। सबैलाई बाई बाई।